हेलो गाइज, तपाईहरुले देख्दै हुनुहुन्छ यो च्याउ खेती हो। ल हेर्नुस्, च्याउ उत्पादन यसरी उसमा राखेर बनाइन्छ। सब कुराको जरुरत पर्छ त्यसमा। हेर्नु च्याउ, यो च्याउ हाम्रो काम पनि चल्दैछ। थोरै पानीबाट निस्केर च्याउ बनाउँदैछ। यो ड्रम भित्र पूरा फेरि परालै छ हैन, पुरै खाँदेर राखेको। पाँच, 6, 7, 8वटा यिनीहरू त पाकिसक्यो। ए पाकेर बसेको। ए यसमा नि पुरै खाद्ने। ए बोरासँगै खाद्ने हो? ए यसरी रहेछ खाँदा। पकाएपछि त पानी खानी हाल्ने हो कि नहाल्ने? यो अब पाक्यो भनेर कसरी थाहा हुन्छ त फेरि? ए बाफा यो आयो। ओहो, 1 घण्टासम्म बालेको बाले। निकै टाइम लाग्दो रहेछ। यो मिसिन पनि चाहिँदो रहेछ है, काट काट्ने मिसिन। पर्सित पकायो। पुरै त यसरी भिजाएर राख्दो रहेछ। यसमा पुरै तिर्पाल हाल्न पाक्यो। यो हो च्याउ उत्पादन भयो यहाँ। यो फेरि अर्को च्याउ। ल कसैलाई च्याउ पाए सम्पर्क राख्न सक्नुहुन्छ।